स्वागत छ। आज हामी नेपाली क्रिकेटका एक खेलाडी नन्दन यादवको अलि फरक कथामा कुरा गर्दैछौँ। हो, उनको यात्रा अनि एउटा खास निर्णय जसले उनको करियरलाई अर्कै मोड दियो। हामीसँग रूपेश श्रेष्ठले कान्तिपुरमा लेख्नु भएको लेख छ, शीर्षक जाने नै थियौं भने मलाई किन सोध्यौं, अनि कान्तिपुर टिभीको फायर साइडमा नन्दनसँगको कुराकानीका केही अंश पनि। र आज हामी यही खोज्ने हो, भर्खरै राष्ट्रिय टिममा आएका नन्दनले त्यो क्रिकेटको सपना र परिवारको जिम्मेवारी कसरी मिलाए होलान्। अनि त्यो एउटा फोन कल जसले सबथोक बदल्यो भनिन्छ नि। हो, त्यो फोन कल कसरी उनको जीवनको भनौँ न टर्निङ पोइन्ट बन्न पुग्यो। यो कुराकानीले सायद उनको सोचाइ, उनको खेलप्रतिको त्यो अलि फरक तर बलियो दृष्टिकोण बुझ्न सघाउँछ। ल सुरु गरौं नन्दनको परिचयबाटै। उनी सिराहाको बरियारपट्टि तेनुवापट्टिका, धेरैले सरलाई भनेको सुनिन्छ, पर उनी सिराहा नै हो भन्न चाहन्छन् रे। 25 वर्षका, 6 फिट अग्ला, अनि कुरा गर्दा एकदम प्रष्ट, क्लियर कट। परिवार नि कस्तो पृष्ठभूमिबाट आएका हुन्? परिवारको कुरा गर्दा बुबा रिटायर्ड प्रहरी हुनुहुँदो रहेछ, आमा घरमै, दाइ इन्जिनियर अनि भाइ पढ्दै, मतलब सामान्य निम्न मध्यम वर्गीय परिवार भनौँ न। त्यही भएर होला पारिवारिक ऋण तिर्न उनी अस्ट्रेलिया पनि पुगेका थिए। हो, 2.5 वर्ष जति बसे रे अस्ट्रेलियामा। तर कथाको खास मोड त उनी नेपाल फर्किँदा सुरु हुन्छ होइन? एनपिएल खेल्न आएका। साँच्चै रमाइलो के छ भने उनी नेपाल आउँदा नै अस्ट्रेलिया फर्कने टिकट हातमा थियो रे। पहिले नै? हो नि, खेल सकिएपछि फर्कने पूरा तयारी। यहाँसम्म कि एयरपोर्ट गएर बोर्डिङ पास लिएर डिपार्चर लन्जमा बसिसकेका थिए रे। ओहो, प्लेन चढ्ने लागेको अवस्था? ठ्याक्कै। अनि त्यही बेला आमाको फोन आयो, बारम्बार। सुरुमा उठाएनन् होला सायद, तर अन्त्यमा उठाउँदा त आमा फोनमा डाँको छोडेर रुँदै हुनुहुन्थ्यो रे। कस्तो? अनि आमाले सोध्नु भएछ त्यही प्रश्न, जाने नै थियो भने मलाई किन सोध्यो, जुन पछि त्यो लेखको शीर्षक बन्यो। कस्तो गहिरो कुरा, मनै छोयो होला त्यो सुनेर त। अनि त्यसपछि के गरे त नन्दनले? त्यो एउटै वाक्यले उनलाई यति छोएछ कि उनले त्यही एयरपोर्टबाट अस्ट्रेलिया जाने निर्णय रद्द गरे। साँच्चै? त्यहीबाट? हो, भनिन्छ त्यो बोर्डिङ पास त्यही डस्टबिनमा फालेर उनी घर फर्किए। यो सानो निर्णय थिएन। जीवनकै बाटो मोड्ने निर्णय भयो। हो नि। अनि क्रिकेट करियरमा चाहिँ कस्तो असर पर्यो त यो निर्णयले? असर त निकै सकारात्मक पर्यो। त्यो घटनाको 4 महिना जतिमै उनले राष्ट्रिय टिममा डेब्यू गरे, T20 अन्तर्राष्ट्रिय र एकदिवसीय दुवैमा। छिट्टै मौका पाए। अनि आफ्नो क्षमता पनि देखाए, एकदम टाइट बोलिङ गर्ने अनि परेको बेला ब्याटिङ पनि राम्रै गर्ने। स्कटल्यान्डसँगको त्यो खेलको घटना त झन् अविश्वसनीय नै थियो नि, होइन? हो, त्यो त याद होला धेरैलाई। हातमा चोट लागेको थियो, तैपनि अन्तिम बलमा चौका हानेर खेल सुपर ओभरमा पुर्याए। जित्न त सकिएन सुपर ओभरमा। दुर्भाग्यवश नेपालले हार्यो, तर नन्दनको त्यो लड्ने स्पिरिट, त्यो हार नमान्ने बानीले चाहिँ सबैको मन जित्यो। त्यो त मैदानमा देखियो। मैदान बाहिर उनको सोचाइ, उनको खेलप्रतिको दर्शन पनि अलि फरक छ भन्छन् नि। एकदमै फरक। उनी भन्छन् जित्नका लागि खेल्ने हो, हार्नका लागि होइन। अनि अझ चाखलाग्दो कुरा, उनी भन्छन् सिक्ने जितबाट हो, हारबाट सिकेर जितिँदैन। यो त हामीले सुन्दै आएको भन्दा अलि फरक भयो नि। प्राय त हारबाट सिक्नुपर्छ भनिन्छ। हो नि, यो सोचले खेलाडीलाई दबाव त पक्कै बढाउँछ होला, तर सायद ठूलो लक्ष्य राख्ने हो भने यस्तै मानसिकता चाहिन्छ कि। सोशल मिडियामा त यो भनाइको निकै तारिफ पनि भयो। उनको लक्ष्य पनि त ठूलै छ नि, होइन? सानो छैन। नेपाललाई विश्वकप पुर्याउने मात्र होइन, जिताउने लक्ष्य छ रे उनको। यसका लागि उनले करिब 5-6 वर्षदेखि भिजुअलाइजेसन भन्ने टेक्निक प्रयोग गर्दै आएका छन् रे। मतलब सफलताको कल्पना पहिले नै गर्ने। खेलाडीले राम्रो खेले पुग्छ, लगानी आफै आउँछन्। खेलमा मात्र होइन, व्यक्तिगत जीवनमा पनि उनी त्यस्तै प्रष्ट र आफ्नो कुरामा अडिग देखिन्छन् है? देखिन्छ। त्यो अन्तर्वार्ता सकिने बित्तिकै पनि परिवार भेट्न घर जान हतारो थियो रे उनलाई। आफ्नो धारणामा एकदमै क्लियर छन्। नियमित हनुमान चालिसा पढ्ने, ध्यान गर्ने प्रयास पनि गर्छन् रे। भनेपछि नन्दन यादवको यो कथामा धेरै कुरा रहेछ। परिवारप्रतिको माया, व्यक्तिगत द्वन्द्व अनि त्यो दृढ सङ्कल्प। हो, अनि खेलप्रतिको त्यो अलि फरक तर शक्तिशाली सोच। एउटा सानो भावनात्मक क्षणले कसरी करियर र जीवन दुवैलाई नयाँ दिशा दिन सक्छ भन्ने यो एउटा राम्रो उदाहरण हो। साँच्चै नै। र आजको कुराकानी टुङ्ग्याउँदा
एउटा प्रश्न मनमा आउँछ, के यो जितबाट मात्र सिक्ने भन्ने मान्यताले हाम्रा खेलाडी र टिमलाई अझ राम्रो गर्न थप ऊर्जा देला? के कतै हारबाट सिक्न सकिने महत्त्वपूर्ण पाठहरू चाहिँ छुट्छन् कि? हो, यो दृष्टिकोणले नेपाली क्रिकेटको भविष्यलाई कस्तो रूप देला? खै यो चाहिँ सोचिने विषय हो।